नमस्ते साथीहरु, मलाई लामो समयदेखि साथीहरुले भनिरहनुहुन्थ्यो कि त्यहाँको बंगुरको खोरको सर्लको भिडियो बनाउनु न ताकि नेपालमा हुने साथीभाइहरुलाई बंगुर पालन गर्ने साथीहरुको लागि पनि थोरै केही आइडिया मिलोस् भनेर भन्नुहुन्थ्यो। ओके, म त्यसको लागि बनाउँछु। त्यसको लागि चाहिँ मेरो पेजलाई पहिला फलो अनि लाइक गरिदिनु होला र त्यहाँ जति पनि साथी गर्न इच्छुक साथीहरु हुनुहुन्छ उहाँहरुलाई चाहिँ मेरो भिडियो शेयर पनि गरिदिनु होला ताकि उहाँहरुलाई केही सहयोग मिलोस्। र हाम्रो स्टार्टिङ पोइन्ट भनेको यहाँबाट हुन्छ, यो हुबोसा भन्ने ठाउँबाट हुन्छ। हुबोसा भनेको कस्तो हो भनेर तपाईलाई बुझाउनु पर्दाखेरि हुबोसा भनेको चाहिँ एउटा अब यो भनौँ न भर्खरको कलिला अब दिन पुगेका युवतीहरू बंगुरका जुन उसहरू बस्ने ठाउँ, युवतीहरू बस्ने ठाउँ भनौँ न एउटा, त्यो हाम्रो यहाँ चाहिँ त्यो भनेर बुझिन्छ हैन। हुबोसा यस्तो राखेको छ। हाम्रो हुबोसाको संरचना त यस्तो छ। यो यहाँ चाहिँ हाम्रो हुबोसाको संरचना हो। यो भित्र कोठाहरू छ। यो कोठा छ। यो भित्र ह्यान्ड गर्मीले गर्दा ह्यान्ड स्पिड चलेर आवाज एकदम क्लियर आउँदैन, आवाज एकदम रफ आइरहेको हुन्छ। अर्को कोठा यता छ, यहाँ बसिरहेको छन्। हाम्रोमा अहिले चाहिँ एक लटमा 50वटा जति आइरहेको हुन्छ। 50वटा हुबोदुन आएको हुन्छ। यिनीहरूको चाहिँ सबै डाटाहरू यहाँ लेखेर राखेको हुन्छ। 2025 3 महिना 29 तारिकमा हाम्रोमा आएको हो यिनीहरू। यो चाहिँ 50 थु आएको हो। यिनीहरूको जन्मदिन चाहिँ 2024 11 महिना 8 देखि 13 सम्मको जन्मेका हुन् यिनीहरू सबै। यिनीहरूको यो सबैको यो नम्बर हो। यो यसरी नै नम्बर अनुसार यहाँ अब तिनीहरूको कानमा एउटा टोकन छ। त्यो कानको टोकन अनुसार त्यो बंगुर चिनिन्छ। यसरी राखिन्छ। तपाईहरुलाई के कुरामा डाउट लाग्छ, के कुरामा चुज गर्नुहुन्न, त्यो चाहिँ तपाईले सोध्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। हाम्रो यसको संरचना चाहिँ यस्तो छ। यसको यो संरचना यिनीहरू पनि ठुल्ठुलै हुन आँटिसकेको छन्। यिनीहरूलाई चाहिँ कसरी चिनिन्छ त भन्दा हामीले चाहिँ यो तपाईको अब यिनीहरूलाई चाहिँ अब त्यो कुनले भाले खोजेको छ, कसरी अब कति टाइम खोजेको छ त्यो अनुसार त्यसरी नै छुट्याएर लगेर अनि तिनीहरूलाई भाले लगाएर अनि अगाडि बढाइन्छ। हामी यिनीहरूको प्रोसेस त्यसरी हुन्छ। यिनीहरूको दानाको यो भाँडा हो यस्तो छ। माथिबाट झर्ने हो सबै। यो माथि यो पाइपलाइन, दानाको पाइपलाइनमा यो दाना भरिँदै जान्छ। त्यसपछि अनि त्यो दाना त्यहाँबाट यसलाई झारेपछि यो झर्छ। अब यो सानो युवती बस्ने ठाउँ मात्रै यति हो। यो युवती बस्ने ठाउँ यस्तो छ। यसको चाहिँ उँधो लगभग 29 देखि 26-27 सम्म मात्रै हाइएस्ट हुन्छ। त्यहाँभन्दा बढी चाहिँ राख्न मिल्दैन, गर्मी हुन्छ यिनीहरूलाई। यदि बढी भयो भने त ह्यान्ड स्पिड चलिहाल्छ। युवती तपाईहरुलाई के कुरामा बुझ्नु भएको छैन त्यो सोध्न सक्नुहुन्छ है त गाइस। ओके।